आजको सुन्दर पाठ यो सानो स्टुडेन्टले बनाएको होममेड टस्टर। सानो बच्चाको कलाको सम्मान स्वरूप मैले यहाँ राखेँ। हाई गाइज, नमस्ते। स्वागत छ हजुरहरू सबैजनालाई आजको मेरो सानो बिहानको मिनी भ्लगमा। आज असार 1 गते सोमबारे औँसी। यो चाहिँ पुरुषोत्तम मासमा परेको एकदमै उत्तम औँसी। त्यही भएर मैले बिहानै नबोली उठेर नुहाएर घर बढारेर यसरी चुलो पोतेर आगो सल्काएर पानी बसाउँछु। आगो सल्काउन चाहिँ मलाई थोरै गाह्रो पर्छ किनभने यो असारको बेला हो। पानी झरीमा यसै पनि आगो बल्दैन, त्यहीमाथि म आगो बाल्न सक्दिनँ। 3 पटकको इन्टेकमा मैले बल्ल बल्ल फाइनली आगो बाल्न सफल भएँ। आगो बालिसके पछाडि म यहाँ बसाउँछु अब 1 कितली पानी। च्यादनीमा भरि पानी राखेर म जान्छु आज सब्जी टिप्न, किनभने म आज बिहानै म बस्ने डेरामा जानु छ। यो हो मैले कख पढेको स्कुल। पानीसानी खाएर म अब गाडी भेट्नको लागि जान्छु नि त। यो ठाउँसम्म चाहिँ आइपुग्नु है भनेको थियो मलाई, त्यही भएर म चाहिँ 20 मिनट लगाएर यो ठाउँसम्म आइपुगेँ। आउँदाखेरि ठ्याक्क गाडी आयो अनि म गाडीमा चढेँ। अनि गाडीबाट मैले बनाएको यो सानो भिडियो हो। यो हाम्रो गाउँ कुहिरो लागेको छ, थोरै मधुरो देखियो तर यो सुन्दर छ। अनि गाडीमा आउँदा आउँदै म आइपुग्छु फुस्रे भन्ज्याङ। त्यस पछाडि म बस्ने ठाउँ आइपुग्छ। म यहाँ आएर खाना पकाएर खाएर भाँडा मोलेर आफू रेडी भएर स्कुलतिर जान्छु। ओके, बाई बाई, सी यू।